हेलो गाइज, वेलकम छ आजको मेरो डे 4 मिनी ब्लगमा। आई होप हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। सो गाइज, मैले चाहिँ घरतिर आइदेखिबाट ब्लग हाल्न भ्याएको पनि थिएन, सानोतिनो कामले गर्दा मिलेको पनि थिएन। यो कुराहरू त मैले तपाईँहरूलाई पहिलाको भिडियोमा पनि भनिसकेको छु। सो तर पनि मलाई धेरैजना साथीहरूले लाइभ बस्दाखेरि भन्नुभएको थियो ब्लग हाल्नु पऱ्यो, ब्लग किन नहालेको, ब्लग हाल्ने गर भनेर। सो मैले ब्लग त बनाउँछु, तर केही कारणहरूले गर्दाखेरि हाल्न भ्याएको थिएन, मिलेको थिएन। सो त्यसको लागि चाहिँ म तपाईँहरू सबैलाई माफी माग्न चाहन्छु। सो आज चाहिँ आमा र मम्मीले तोरी खान जानु लागेको थिएँ नि, त्यति बेला मैले अलिअलि भिडियोहरू पनि बनाइहालेँ। सो अब मौका मिलेको बेला भिडियोहरू बनाउँछु भनेर बनाएँ। सो हामी चाहिँ यतातिर तोरी खान जानु लागेको, यहाँ चाहिँ खोलातिर जानुपर्ने रहेछ। यतातिर चाहिँ पुल बनाउन लागेको रहेछ, तर पुल अझै बनाएर सकेको रहेनछ। सो अहिले त्यसैले हामी चाहिँ खोला तरेर नै गयौँ। सो हेर्न सक्नुहुन्छ, हामी चाहिँ उहाँ पारीदेखि आएको थियौँ खोला तरेर, धेरै टाढादेखि आएको गाइजहरू है। अनि त्यसपछि अहिले चाहिँ हामी तोरी खान लागेको छौँ। अनि हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ पुरै जङ्गलहरू मात्रै छ गाइजहरू, यहाँ चाहिँ कुनै घरहरू पनि छैन। सो गाइज, मलाई चाहिँ खासै बोल्न पनि आउँदैन। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरेर नै भनिदिनु होला है। अनि त्यसपछि मैले केही गल्ती गरेँ भने मलाई माफ पनि गरिदिनु होला। सो म यतातिर नआएको धेरै भएको थिएँ, यतातिर धेरै चेन्ज भइसकेको रहेछ पुरै। पहिला त यतातिर पुरै जङ्गल जस्तो थियो, झाडीहरू मात्रै थियो, तर अहिले चाहिँ एकदम सफा बनाएर बस्ने ठाउँ सबै मिलाएको रहेछ। सो अनि त्यसपछि हाम्रो चाहिँ तोरी यही हो गरे आमाले भन्नुभएको, अब हामी जान्छौँ यो तोरी खान। तोरी पनि एकदम धेरै छ गाइज, खेत चाहिँ एकदम ठुलो रहेको रहेछ। सो अब भिडियोमा चाहिँ कस्तो देखिन्छ मलाई थाहा भएन, तर खेत चाहिँ हामीले हेर्दाखेरि चाहिँ एकदम ठुलो छ। सो अब आमा र मम्मीले तोरी खान्छौँ। सो हेर्न सक्नुहुन्छ, अब आमाले चाहिँ तोरी खान सुरु गरिसक्नु भयो, म पनि सुरु गर्छु। सो गाइज, मलाई चाहिँ खेतको काम खासै त गर्न आउँदैन, तर पनि अब सिक्न त पर्यो गाइजहरू है। तपाईँको घरतिर तोरी पाक्यो कि नै गाइज, सबैले कमेन्ट गरेर नि भनिदिनु होला। कसको घरमा तोरी पाक्यो, खाल्नुभयो कि नै। सो अहिले चाहिँ आमा चाहिँ पानी खान लास्टैतिर आएको भएर पानी लिन जानुभएको छ। अनि बस्ने कुरा पनि नभएको भएर बस्नेतिर लिन जानुभएको छ। म चाहिँ एक्लै तोरी खालिराखेको छु, हेर्न सक्नुहुन्छ हजुरहरूले। यतापट्टि जङ्गलहरू छ, अनि त्यसपछि म चाहिँ एक्लै तोरी खालिराखेको छु। अनि अहिले चाहिँ हामी जम्मा यति खाएर राख्यौँ। आमा चाहिँ पानी र पिर्का लिँदा चाहिँ त्यो घर जानुभएको छ। सो मैले जुम गरेर देखाइदिएको छु हजुरहरूलाई, हेर्न सक्नुहुन्छ। खेत पनि उहाँहरूकै हो, अनि त्यहाँ गर्नुभएको रहेछ आमाहरूले, मलाई चाहिँ थाहा थिएन। सो बल्ल थाहा पाएँ नि त। अनि केही नपाएर म चाहिँ चप्पलमा बसिरहेको छु, आफैले लगाएको चप्पलमा। के गर्ने, अब पिर्का ल्याएपछि बल्ल पिर्कामा बस्नु पर्ला नि त। सो त्यही भएर अनि अब चाहिँ तोरी खान लाएँ। सो गाइज, अहिले चाहिँ हाम्रो नास्ता खाने बेला भएको थियो। सो लास्टै घाम भएको थियो, अनि त्यसपछि हामीले लास्टै थके पनि लागेको थियो। दुईजनाले मात्रै उखाल्दाखेरि धेरै गाह्रो हुने रहेछ। हामी चाहिँ त्यति उखालेर भ्यायौँ दुईजनाले गाइजहरू, हेर्न सक्नुहुन्छ है। त्यतिखेर त भाइ पनि आउँदै रहेछ एक्जाम दिएर। भाइको फेरि अहिले प्रिरियली चलिरहेको छ। सो त्यही भएर भाइ पनि आउँथ्यो होला बिहानै, तर भाइको एक्जाम चल्नुको कारणले चाहिँ भाइ आउनु भएको थिएन। सो हेर्न सक्नुहुन्छ, मेरो हात फेरि कस्तो भइसकेको छ, कालै भएको छ। तोरी खाल्दै आमा पनि हाँस्नु भएको मेरो कुरा सुनेर। सो मलाई चाहिँ अनि त्यसपछि अब हामी चाहिँ अब के भनौँ, मलाई चाहिँ खासै बोल्न थाहा हुँदैन गाइज। त्यतिखेर भाइ पनि आइसक्यो हेर्नु। अब त अलिक सजिलो होला नि तिनजना मिलेर उखाल्दाखेरि। सो गाइज, आज चाहिँ तोरी खालेर सकिएन त सकिएन, तर आधी चाहिँ सकियो। अब भोलिमा खान पर्ला। थ्याङ्क यू सो मच गाइज। आजलाई मेरो ब्लग यति नै, फेरि भेटौँ हामी अर्को नेक्स्ट ब्लगमा। अहिलेलाई यति नै, बाई बाई।